सेवा हाउवा लसु फेपला स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो न्यू ब्लगमा। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ अलिकति बिसन्चो छु। आज चाहिँ साथी हो मलाई के भन्नु पखाला लागेर म त भइरहेछ, लास्ट गाह्रो भइरहेछ नि। हामी चाहिँ हस्पिटल जाँदैछौँ। अनि केटाको यहाँ कपाल नि काट्नु पर्यो अनि मम्मी यसो पखालोको औषधि पनि लिएर आउनु पर्यो। यसो त रातभरि सिड्डुकमा चेपिन्छ होला। अघि राति पनि लास्ट गाह्रो भयो अनि आज पनि गाह्रो हुन्छ होला भनेर चाहिँ हामी टक्क जाँदैछौँ। हेर्दै गर्नु होला। अहिले चाहिँ यहाँ रोडमा झरेर भिडियो गर्दैछौँ है। भिडियो स्टार्ट गऱ्यो। अब पर जान्छौँ हामी। यसो जाँदै तपाईँहरूलाई पनि देखाइदिउँ अन्त यस्तो ठाउँहरू। तिमी त सधैँभरि देखिराख्नुहुन्छ, फेरि आज पनि नयाँ भिडियोमा हेर्नुहोस् न भनेर चाहिँ आज हामी आएको छौँ। ल हेर्दै गर्नु है। तपाईँहरू यहाँ त यात्रा लिउँ गाइजहरू होइन। अब यस्तो त्यस्तै हो खासमा के छ र अन्त पुरानो बस्ताको यता चाहिँ अब के भन्ने यता यही भन्ने कति धुलो लिएको यो बस्ने यार। मलाई नसक्नु छ र यहाँ चाहिँ म र मेरो बुढीको लागि घरमा पेट्रोल पम्प निर्माण यो यता पनि बाटो चाहिँ खासै राम्रो छैन होइन। बाइक टोटलमा छोड्नु पर्ला जस्तो अवस्था भइसक्यो र। के बोले यस्तो छ क्या बाटो यो चाहिँ सडक निर्माण घर आछ गरम चाहिँ नगराएको हो। हामी चाहिँ कपाल काट्ने ठाउँ आएको कि यो चाहिँ काट्ने मानिरहेको छैन। यो काट्नुपर्छ यो हुँदैन भाइ। ल मैले पनि अब औषधि दिँदैछ क्या यो सिद्धाकाली फार्मेसीबाट टप्लेटहरू ल्याएको छु। अब यो खान्छु त्यसपछि ठिक हुन्छ हुँदैन हेर्नु। अब मैले चाहिँ यही सिद्धाकाली फार्मेसीबाट लिएर यता लाग्दैछु। अहिले लास्ट चाहिँ यो बिजी भइरहेको छ किनकि यहाँ अहिले सडक बन्दैछ नि त। त्यही भएर एकतर्फी मात्रै हो क्या बाटो। लास्ट बिजी भयो। ल हेर्दै गर्नुहोस्। अब यहाँनिर नै कपाल काट्दैछु होला। अब चाहिँ हामी यतै पस्छौँ। अहिले त यति धेरै बिजी नि हेर्नुहोस् त। यो त मलाई सहर बजार जस्तो लागिरहेको छ। सधैँ यति मैले देखेकै हुँदिनँ क्या। तर आज लास्ट भइरहेको ओके भइहाल्छ नि। ल यहाँ चाहिँ हामी कपाल अब त्यो अन्तिम दबा दिजिए। अब चाहिँ कपाल काटिसकेर हामी एकछिन लाग्छौँ। भर्खर किनेर ल्याएको फेरि औषधि चाहिँ भुइँमै झार्दै रहेछ यार। यस्तो नि हुन्छ साथी हो। यो त अनि खत्तमै हो नि त। हेर अहिले भर्खर लिएको यो औषधि मैले भुइँमै फाल्दै रहेछ। ल अब हामी चाहिँ कपाल काटेर पनि सक्छौँ। अब चाहिँ यहाँबाट बाल लाग्नुपर्छ। केटाले कपाल चाहिँ त्यस्तो काट्यो काट्दिनँ भन्दै थियो। केटा रन फनिँदैछ। कपाल पार्ने यो सुट मात्रै हो क्या। त्यो कपालको खासै खैयो चाहिँ छैन। अनि हामी चाहिँ यहाँबाट अब चट्ट लाग्छौँ। हेर्दै गर्नुहोस् है। अब चाहिँ एउटा ल्याम्मा लाग्नुपर्छ क्या हामी चाहिँ। वाह अब पर्तिर भेटौँ। हेर्दै गर्नुहोस्। बाई।
चल्दै कुद्ने